सबै मित्रहरूलाई आज पनि म पुस्तकालयमै छु र धेरै वर्षपछि मेरो हातमा मधुपर्क पत्रिका आइपुगेको छ। 2082 चैत महिनाको पूर्णाङ्क 678 अङ्कको मधुपर्क अङ्क मलाई पढ्न मन लाग्यो र यो पढ्न त मैले हेरिसकेको छु, अध्ययन गरिसकेको छु। सरस्वती यसभित्र रहेका कन्टेन्टहरू अध्ययन गरिरहेको छु र मलाई यो भिडियो किन बनाउन मन लाग्यो भन्दा धेरै पहिला 57-58देखि यता 62-63 सम्मका दिनहरूमा यो चर्चित पत्रिकाको म मासिक एउटा ग्राहकको रूपमा यो पत्रिकालाई सङ्कलन गरेर पढ्ने गर्दथेँ र मेरो घरमा अझै पनि मधुपर्कका थुप्रै अङ्कहरू छन्, थुप्रै विशेषाङ्कहरू छन् र यो बिचमा मधुपर्क हाम्रो लाइब्रेरीमा चाहिँ आइरहेको थिएन र विविध कारणले गर्दा आउन सकेको थिएन। अहिले आइपुगेको छ र हामीले यसलाई फेरि निरन्तरता दिएका छौँ। कृपया साहित्यकारहरूले यहाँहरूले आफ्ना रचनाहरू, साहित्यिक कृतिहरू छन् भने यो पुस्तकालयलाई समर्पण गर्नुहोला र आफूले केही नयाँ नयाँ पुस्तकहरू अध्ययन गर्न चाहनु भएको छ, खोज्नु भएको छ भने पनि यहाँहरू आएर यो पुस्तकालयमा अध्ययन गर्न सक्नुहुन्छ। यति कुराहरूको जानकारी गराउनको लागि म उपस्थित भएको छु। यो तपाईँले देख्न सक्नुहुन्छ यो मधुपर्क पत्रिका र यसलाई खोजी पढ्ने बानी गर्छ। हस्।